Hello and welcome to day 99. आज हामी तीनटा एक्सरसाइज गर्छौँ चेस्ट शोल्डर र ट्राइसेप है र हामीसँग जम्मा 1.5 घन्टा टाइम छ त्यही पनि छैन अलि कमै छ सो दैट चेस्टको तीनटा एक्सरसाइज शोल्डरको दुईटा एक्सरसाइज र ट्राइसेपको तीनटा एक्सरसाइज गरेर हरेकको 3-3 सेटबाट 3-3 सेटले ट्रेन गर्छौँ र फेलियरसम्म जाने कोसिस गर्छौँ सो लेट्स डु इट धेरै हल्ला नगरिकन डे 99 भोलि हाम्रो च्यालेन्जको लास्ट डे छ र बडी श्रेडेड हुँदैछ है प्रोग्रेस हुँदैछ अनि अलिकति कस्तो डिसस्याटिस्फ्याक्सन चाहिँ के भइरहेछ भने जुन स्टार्टिङ पोइन्ट अफ मेरो बडी यति बल्की ठुलो देखिन्थ्यो नि अहिले अलिकति सानो देखिरहेको छ होइन ऐनामा हेर्दाखेरि चाहिँ अलिकति कस्तो खिन्नता भइरहेछ बट एनिवे हामीलाई बल्की बडी भन्दा पनि हामीलाई श्रेडेड चाहिएको र हामी त्यसको वेमा छौँ अलमोस्ट यो भोलिसम्म होइन आज भोलि खासै केही डिफरेन्स भएन अलमोस्ट यहाँसम्म आइसक्दा हामीले चाहिँ हाम्रो एप्स भिजिबल बनाइसकेका छौँ त्यसलाई अझै मोर श्रेडेड बनाउँदै आउँदा त अझै धेरै समय लाग्छ होइन किनकि कति पर्सेन्ट बडी फ्याटमा रहने भन्ने कुरो हुन्छ एनिवे हाम्रो एप्स चाहिँ आइसकेको छ है इट्स अ कम्प्लिट सक्सेस सो आजको दिन कम्प्लिट गरौँ एन्ड विल थिङ्क लेटर सायद जिम ब्रो भएको भए एक रेप चाहिँ अझै जान्थ्यो होला एनिवे आई एम सेटिस्फाइड विथ वाट आई एम डुइङ है सेटिस्फ्याक्सन चाहिँ जरुरी छ सो 2 सेट अझै गर्छु रेकर्डिङ गर्दिनँ त्यसपछि हामी चाहिँ केबलबाट फ्लाइ मोमेन्टहरू गर्छौँ सो सी यु देयर सो आज जिममा त्यति धेरै भिड छैन सो द्याट जे सोचिरहेको छु त्यो एक्सर्साइज गर्न पाइरहेको छु लाइक फर्स्टमा इन्क्लाइन डम्बल प्रेस गरेँ होइन त्यो पछि मैले यो केबलको मोमेन्टबाट फ्लाइ मोमेन्टहरू गर्छु भनेको ठ्याक्कै खाली भइदिएको छ एन्ड आई डोन्ट नो इट्स लक और आज थोरै मान्छे भएर पनि होला सो केबलैबाट गर्छु आज रेस्ट अफ चेस्टको एक्सर्साइज चाहिँ माथिबाट पनि तलबाट पनि यसरी चाहिँ चेस्टको अप्पर एन्ड लोवर पार्ट दुइटैलाई हिट गराउने ट्राई गर्छु म यही मोमेन्टबाट अनि त्यसपछि चाहिँ डिरेक्टली हामी सोल्डरको लागि एक्सर्साइज गर्छौँ है त किनकि हामीसँग टाइम छैन सो थोरै गरौँ मिठो गरौँ पर्फेक्टली गरौँ है त सो लेट्स डु इट अनि ड्रप सेटै ट्राई गर्छु म है यसमा
I could do more better है बट खै के भएको आज इट्स ओके आई क्यान फिल है रियली चेस्टमा एकदम मिठो फिल भएको छ तर अझै 1-2 रेप्स लगाउन सक्थेँ बट गरिनँ आई ट्राई टु डु इन नेक्स्ट वान अनि त्यसपछि 2-3 दिन भयो मेरो निद्रा नपुगेको राति 1 बजे 2 बजिरहेको छ होइन सुत्न नसकेर सो द्याट बडीमा यस्तो एनर्जी लो भएको छ नि लाइक आज त लिटरली कि दिउँसो के भएको थियो भने आँखा दिउँसो बसिरहेको मान्छे आँखा चिम्लिँदा म झुम्म भएको थिएँ मलाई यस्तो निदाउन गाह्रो हुने मान्छे राति चाहिँ निद्रा लाग्दैन दिउँसो चाहिँ सो अलिकति बडी सन्तुलनमा छैन अनि तर यो चाहिँ एक्सक्युज हो है चाहेको भए 2 रेप पुस गर्दैमा मर्थेन होइन म सो यस्तो एक्सक्युजहरू चाहिँ हामीले बनाउँछौँ क्या र सबैले बनाउँछ क्या बडीमा त्यही भएर प्रोग्रेस नहुने कारण यही हो ल खाउन छोडौँ मेहनत चाहिँ गरौँ म पनि गर्छु तपाईँ पनि गर्नु म अझै यसको 2 सेट गर्छु अनि त्यसपछि तलबाट केबलको तलबाट माथि पुस गर्छु म अप्पर सेट्सको लागि सी यू देयर है त सो अगेन चेस्टको लागि लोवर एङ्गलबाट माथितिर फ्लाइ गर्छु भने चाहिँ यो चाहिँ स्पेसली मिडल र अप्पर चेस्टको लागि हो यसको पनि 2 देखि 3 सेट गर्छु म 3 सेट ट्राई गर्छु इट्स अ फर्स्ट सेट है फर्स्ट सेट हुनु जान लाग्छ र यसलाई पनि ड्रप सेटै गर्छु किनकि एकैचोटिमा फुल बल लाउन गाह्रो भइरहेछ त्यही भएर 2 चोटि भए पनि बाँकी हाम्रो बडीमा भएको सबै बललाई चाहिँ त्यो एक्सर्साइजमा स्पेन्ड गर्छु है त सो ढिला नगरिकन लेट्स डु इट अलि स्पिडमा है यो चाहिँ जस्ट पम्पको लागि लास्ट कमजोर भएको छु म है मेरो क्यापेसिटीहरू छ नि वेट लिफ्टिङको सब एक दिन म ब्याकमा ल्याउँछु है लेखी भयो भने मेरो अहिलेसम्मको बेस्ट पिआरलाई ब्रेक गर्छु क्या हरेक एक्सर्साइजमा जब लिन बल्किङ स्टार्ट गर्छु भने अहिलेलाई अल इज वेल सो सी यू इन द नेक्स्ट एक्सर्साइज अनि सोल्डरको हुन्छ सोल्डरको पनि फ्रन्ट रेज म हल्ला नगरिकन किनकि यो मसिन खाली छ फ्रन्ट रेज धेरै भयो थियो मसिनबाट गर्न नपाएको आज केबल हालेर मसिनबाटै फ्रन्ट रेज चाहिँ पहिले स्टार्ट गर्छु कसैले डिस्टर्ब गर्दैन सो यो सक्ने बित्तिकै नेक्स्ट भिडियो चाहिँ फ्रन्ट रेज आउँछ है त सी यू देयर सो मैले भने चाहिँ मसिनबाट फ्रन्ट रेज गरौँ है त किनकि यसमा मिठो रेसिस्टेन्स हुन्छ है कम वेट राखेर स्लो एन्ड कन्ट्रोल वेमा है फुल फिल गर्नुपर्छ द्याट्स इट
अघि फ्रन्ट रेज गर्दा गर्दा मेमोरी फुल भइदिएर भने है राम्ररी रेकर्डै हुन पाएन। जे भयो भने ठिकै छ। अब त्यसलाई फेरि घरिघरि रेकर्ड गर्न मन लागेन। एक त आज टाइम थोरै छ, सो धेरै कुरामा अल्झी राख्न मन लागेन। सो एनिवे त्यो भइसक्यो फ्रन्ट रेज। अनि त्यसपछि अब सेकेन्ड एन्ड लास्ट एक्सर्साइज फर द सोल्डर म चाहिँ डम्बलबाट ल्याटरल रेज गर्छु स्लो एन्ड कन्ट्रोल वेमा होइन, किनभने त्यति धेरै एनर्जी छैन जबरजस्ती ठुलो लोड उठाउनलाई। अनि कम लोड पनि राम्ररी गऱ्यो भने एकदम मोस्ट इफेक्टिभ हुन्छ। सो त्यसरी गर्छौँ। अनि त्यसपछि चाहिँ हामी ट्राइसेप गर्छौँ है त। सो लेट्स हिट वान मोर बिफोर द ट्राइसेप। यहाँ एउटा तोरी लाउरेले आफ्नै मोबाइल त सम्हाल्न सकेन, यसले यो मोबाइल That's okay. यस्तै नै हो अब के हुन्छ। हे माँ शक्ति दे दे माँ। ट्राइसेपमा भेटौँ है त। मलाई अलिकति बल लाउन दिनु एकान्तमा। अनि क्यामेरा अगाडि डिग्मिका सिउदेव। ओके, आज एक्सर्साइज गर्ने क्रममा चाहिँ लकले बबालाई साथ दिएछ कि जुन जुन एक्सर्साइज गर्छु भनेको छु त्यो जानुभन्दा अगाडि ठ्याक्कै त्योभन्दा अगाडि त्यो बिजी नै हुन्थ्यो र त्यो जाने प्लान गर्ने बित्तिकै ठ्याक्कै खाली भइदिइरहेको छ। भाग्यले त साथ दिएछ एक्सर्साइज गर्न, तर शरीरले साथ दिइरहेको छैन। तर एनिवे जस्तो भए पनि गरिरहेको छ। ओके, फाइनली इट्स टाइम फर द ट्राइसेप। ट्राइसेपको चाहिँ हामी लास्ट आवरसम्म म्याक्सिमम् जतिसुकै एक्सर्साइज भयो भने जेसुकै भयो भने ट्राइसेपलाई पुरै फटिक गराइन्जेलसम्म ट्रेन गर्छौँ है। आई क्यान डु वाट एभर आई वान्ट के। तर चाहिँ सुरुमा ओभरहेड एक्सटेन्सनबाट सुरु गरौँ पछाडिको भागको लागि। मेरो ट्राइसेप सानो हुँदै गएको हो कि होइन, फ्याट लसले गर्दा अलिकति मसल पनि लस गरेँ अघि, किनकि 100 डेजमा क्यालोरी पुऱ्याउनलाई मलाई नेक्स्ट टाइमदेखि यो एकदम प्रिपेयर ठिक गर्नु पऱ्यो क्या। मेरो नर्मल क्यालोरी इन्टेकले नै प्रोग्रेस भइरहेको थियो, फ्याट लस भइरहेको थियो, तर अलिक स्लो भयो भनेर होइन, किनकि यो 100 डेजभित्र मेरो जुन बडी चाहिएको त्यहाँसम्म त पुऱ्याउनु पऱ्यो नि त। त्यही भएर अलिकति एग्रेसिभ फ्याट लसमा गएको, त्यही भएर अलिकति मसल पनि लस भयो जस्तो लाग्यो। सुरुको लगभग 2 महिनासम्म मेरो अलमोस्ट केही पनि मसल लस भयो। यस्तो दामी पेट मात्रै घटिरहेको थियो, अरू फिजिक दामी ठाउँमा थियो। त्यसपछि अलिकति एग्रेसिभ बढाउँदै गएको फ्याट लसको, सायद मसल पनि लस भयो जस्तो छ है। नेक्स्ट टाइमदेखि कहिले डाइटिङ गऱ्यो भने यो कुरा चाहिँ एकदम क्लियर गर्छु। अहिले डाइटिङको पिरियड पहिले नै अलिक बढाएर राख्छु, किनकि बल्ल तल गेन गरे हुन्छ मसल होइन, त्यसैले लस गर्न दिनुहुन्न। सो गफ धेरै भयो, एक्सर्साइज गरौँ है त। मैले मैबाट सिक्नु परेको छ है, दुर्भाग्य त्यही नै छ। एल्बोमा फिल भइरहेछ यार।
वाट्स गोइङ अन बडी पुरै कमजोर भएछ क्या मलाई जिमभन्दा आउनुभन्दा अगाडि नै होइन हरेक पार्ट क्या बडीको हड्डीहरू जहाँ छोयो त्यहीँ पेन फिल भइरह्यो क्या त्यो विकनेसको कारणले हो जस्तो लाग्छ होइन रेस्ट कम भएको कारणले जस्तो लाग्छ मलाई योभन्दा अगाडि पनि यस्तो भएको छैन मलाई चाहिँ एकदम म्याक्सिमम् गेस नै छ रेस्ट कम भएको कारणले सो आज चाहिँ म जति सक्दो चाँडै सुत्ने कोसिस गर्छु सो अहिले मैले गरेको एक्सर्साइज मलाई ट्राइसेपमा राम्रो फिलै भएन कि र एल्बो पेन भइरहेको है गर्ने त तरिका यही नै हो सधैँ यसरी नै गर्ने हो जोइन्ट्सहरू कस्तो विक भएको यार have to think about it so I'm gonna try it again अलिकति कम लोडको साथै त्यो रेकर्डै गर्छु नर्मली म ट्राइसेपमा त धेरै लोड हाल्दिनँ तर यति अहिले 35ले गरेको होइन 35ले मैले रेगुलर गरिरहेको हुन्छु त्यही भएर 35 ट्राई गरेको बडी भयो मलाई बडी विक भइरहेछ यार सो 25ले ट्राई गरौँ एल्बो छोडेर नाइस अहिले चाहिँ एल्बोमा त्यति पेन भएन ट्राइसेपमै फिल भयो कि भन्छ अघि वेट धेरै नै भएको रहेछ कि यस्तो हुन्छ कि हाम्रो बडीको सानो सानो जोइन्टहरू चाहिँ अलिक कमजोरै हुन्छ अनि चाहिने भन्दा बढी बल लाउन लायो भने चाहिँ फर्स्ट इफेक्टेड जोइन्ट्समा पर्छ है सो हामीलाई बुढेसकालको लागि पनि अलिकति जोइन्ट्स जोगाउनु पऱ्यो नि चाहिने भन्दा धेरै बडीमा स्ट्रेस नपार फाइन्ड इट है तपाईँको बडीले के माग्छ कति सहन सक्छ त्यति मात्रै दिनुहोस् है एनी वान इफ यु आर वाचिङ आई नो कसैले हेर्दैन मेरो भिडियो त्यो पनि बाइचान्स हेरेर यहाँसम्म पुग्नु भएर रहेछ भने केयरफुल इन द जिम है सो सी यु इन द नेक्स्ट वान है म यसलाई अझै पनि पर्फेक्ट बनाउने ट्राई गर्छु अलिक बेटर वेमा अझै गर्छु वेटलाई मेन्टेनै गरेर सो सी यु इन द नेक्स्ट वान लेट चाहिँ के गर्छु मलाई आफू थाहा छैन मैले के गर्छु है ओके ट्राइसेपको अहिलेको एक्सर्साइज पछि अरू पनि एक्सर्साइजहरू गर्नै पर्ने र गर्दै पनि छु बट हामीसँग अब 10 मिनट मात्रै टाइम छ है जिम क्लोज हुनलाई सो द्याट अरू भेराइटीको एक्सर्साइजहरू गरेर टाइम वेस्ट गर्नुभन्दा मेरो बेस्ट एक्सर्साइज ट्राइसेप पुस आउने गर्छु किनकि यसमा अलिकति बेसी मलाई कनेक्सन फिल हुन्छ र जिममा चुज दोज एक्सर्साइज विथ हुम यु क्यान मेड अ गुड कनेक्सन विथ यर माइन्ड है किनकि कनेक्सन एकदमै इम्पोर्टेन्ट छ एक्सर्साइजमा सो त्यही भन्दै यो लास्ट एक्सर्साइज गरेर यसको 2टा 3टा कतिवटा सेट सकिन्छ अन्तिम मिनटसम्म एन्ड देन विल मुभ
ओके मजा आयो र जहिले पनि मजा आउँछ यो गर्न त्यसैले त मेरो बेस्ट एक्सर्साइज भन्छ नि तपाईँहरू पनि थोरै एक्सर्साइजहरू चुज गर्नुहोस् र रेगुलर गर्नुहोस् मेक अ कनेक्सन मास्टर हिट त्यसैले हो प्रोग्रेस हुने 10 थरी एक्सर्साइज होइन सो लेट मी डु सम मोर सेट्स है त्यसपछि आई विल सी यु अगेन सो इट्स टाइम टु से गुड बाई फर टुडे आजको हाम्रो डे 99 सक्सेसफुली कम्प्लिट भएको छ हामीले 3टा एक्सर्साइज गऱ्यौँ थोरै समयमा धेरै एक्सर्साइज गऱ्यौँ अलिकति ज्यान गली पनि रहेछ सो एनीवे आजको दिन मिठो तरिकाले गयो भोलि हाम्रो च्यालेन्जको लास्ट डे सुपर एक्साइटेड ह्याप्पी एन्ड एभ्रिथिङ होइन सो भोलिको हामी लास्ट डे हामी ब्याक एन्ड बाइसेपका साथ कम्प्लिट गर्छौँ सो एक्साइटेड आजको दिन पनि खुसीका साथ राम्रो पनि बित्यो सो एनीवे दिस इज द डे 99 बडी हेर्न सक्नुहुन्छ कस्तो भुँडी थियो मान्छेको 100 दिन अगाडि 100 दिनमा कति ड्रास्टिक चेन्ज ल्याउन सक्छौँ हामीले मेहनत गर्नुहोस् जिम जानुहोस् वर्कआउट गर्नुहोस् हेल्दी खानुहोस् सो यति भन्दै द्याट्स अल फर टुडे सी यु टुमोरो